साथीहरू चाहिँ हामी चाहिँ जाँदैछौँ अहिले फुपूगढीतिर अनि यता आइसक्यौँ फलहरू किन्नु भनेर अनि यहाँ चाहिँ सन्तराहरू देखेर कस्तो राम्रो लाग्यो गाइस। अहिले चाहिँ सन्तरा मार्केट भएको छ अनि हामी चाहिँ अनार लिन आँटेको, अनार 1 केजी लिने भनेर। अनि यता फेरि हामी अनार लिएर मिस्टी दोकान आइरहेछौँ। यहाँ हेर्नु मिस्टी सिस्टी पनि किन्यौँ ओऱ्यौँ है। अनि मिस्टी किनेर चाहिँ अहिले चाहिँ हामी निस्किन आँटेको छौँ। यहाँ हेर्नु सब्जी, हाम्रो सब्जी मन्डी है गाइस, सब्जी बजार हो यो चाहिँ। अनि अहिले चाहिँ हामी फेरि निस्किन आँटेका छौँ आफ्नो बाटो अनि आफ्नो जग्गा जहाँ जाने भनेको त्यहीँ। अनि दिदी र म चाहिँ बगानको कुरा गर्दै हिँड्दैछौँ। कस्तो राम्रो है दिदी भन्यो भने चाहिँ दिदीले चाहिँ भन्नुहुँदैछ। यहाँ हेर्नु गाइस दुईतिरै कस्तो राम्रो हरियाली हरियाली छ अनि दुईतिरै ग्रिन होइन, ग्रिन ग्रिन कस्तो राम्रो लाग्छ है। अनि यो चाहिँ टी बगान है गाइस। अनि हाम्रो यताको चाहिँ एकदमै दामी छ टी बगान, हेर्नु न। अनि हामी चाहिँ घुम्नु भनेर निस्केपछि त होइन यस्तो भिडियो सिडियो बनाउँदै हिँड्दैछौँ। अनि गाइस तपाईँहरूलाई चाहिँ चियापत्ती बगान मनपर्छ कि पर्दैन? यहाँ हेर्नु मलाई चाहिँ एकदमै मनपर्छ। कोही मनपर्छ कमेन्ट गर्नुहोस्। यहाँ हेर्नु हामी घुम्न आउनुहोस्, क्या राम्रो वेदर भएको छ। अहिले चाहिँ हामी फाइनली आइपुगिसक्यौँ आफ्नो मन्जिल। बाई बाई गाइस, सी यू।